हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म बुढा सुब्बा आइरहेको छु भिडियो बनाउनलाई। आजको भिडियो चाहिँ बुढा सुब्बाको हुनेछ है त। बुढा सुब्बाबाट झोरलिङ्गे पुलसम्मको है त। हस् त इन्जोय गर्नु होला। यो चाहिँ धरन 14। हप्तामा कतिवटा फ्याक्छस्? कोही बेला एउटा कोही बेला दुईटा। फ्याक्नु चाहिँ नभुल्नु है, फ्याक्नु चाहिँ नभुल्नु। यो पनि उयो हावा त गएको छैन होला नि अहिले? छैन होला। कतिमा दिने भयो अरे? 1500 मा। टायर राम्रो रहेछ। टायर राम्रो छ। बाहिर किन्नु पर्यो अब अहिले 3000 भन्दा पनि 2500 भन्दा पनि। उयो के अरे गोटीहरू राम्रो छ सबै? गोटीहरू राम्रो छ। म त रिसोल गरेको होला। कसरी निकाले त? त्यो पहिला युज गरिसकेको रहेछ, लिक्विड हालेर राखेको रहेछ कि। त्यो सायद के भयो होला, बाइक स्पिड बेच्ने बेलामा चाहिँ टायर चेन्ज गरेर बेचे जस्तो लाग्यो क्या मलाई। पुरानो टायर हालेर दिए जस्तो लाग्यो क्या। मेरोमा पनि अस्ति त्यस्तै गरेको जस्तो लाग्यो त्यो भाइले चाहिँ। नयाँ टायर चाहिँ टायर फेरेको थिएँ यताउति भनेको थिएँ मलाई। त्यो टायर चेन्ज गरेर मलाई दिने बेलामा टायर चेन्ज गरेको। जिपे हराउन होइन। पिचको उयो हेरौँ न कस्तो तैँले कस्तो हेर कहाँ पोल्दो छ फेरि हो। मैले त जान्दैन हो त नि। मैले झन् स्ट्यान्ड म लाउँछु भन्दा भन्दै यसले कस्तो पिल्छेको फेरि। यो चाहिँ बुढा सुब्बा कसको होला फेरि? यो चाहिँ हाम्रो बुढा सुब्बाको फुटबल ग्राउन्ड। यहाँ हामी पहिले धेरै खेलिन्थ्यो होइन त है? भाइहरू खेल्दै रहेछ अझै पनि। ए बहिनीहरू पनि छ। यहाँ माथि झोरलुङ्गे पुल छ। अब हामी चाहिँ झोरलुङ्गे पुल जाने। डाँडा काँडा कस्तो दामी देखेको। मेरो आजको आइडिया मलाई गुड लाग्यो। किन भन्दा मलाई आनन्द भएको नेचुरल भ्यूहरू हेरेर पाइयो। शीतल हुन्छ नि त होइन? यता हेर्न हौ, दारी काटेर हेर मेरो त देखिरहेको छ। राम्रो देखिरहेको छ। हामी चाहिँ धेरै दिनपछि घुमघाम
एउटा उयो छैन क्या यो टेक्ने एउटा छ स्टिक जस्तो हुँदैन होला है पुरा हल्लिन्छ होला होइन सेकेन्ड ह्यान्ड 1500 त महँगो भएन र नयाँ अहिले म उयो लगाइदिन्छ होला नि त लिक्विडहरू लिक्विड त लागिहाल्छ होला किन हाल्नु पर्ने लिक्विड हाल्यो भने त नयाँ पानी टाइम जस्तो भइहाल्छ होइन र सबै हालेर फिट गरेर भएर फिटको पैसा पनि लियो भने लिक्विडको पनि लियो भने त अनि 2025 त गइगयो नि लिक्विड पिसेर 750 अरू त्योभन्दा त नयाँ तल झऱ्यो भने नयाँ त हुन्छ त्यतिले त जेबी झऱ्यो नि अनि हो 3000 को सामान 1500 मा आउँछ अनि छुट्टीको बलमा त्यति त भएको हो या साथी नानीगानामा त्यो बिचरा डाँडावालाहरूले कति फाइदा भयो अनि त्यो रोटै अनि आरसीसी नै कहाँ हिँडेको नानी लिने हिँडेको कहाँ ए ल यी वर्ष पछाडि झाँक्रीको निकाल्यो या पहिले यता के अरे बसन्त टारमा कस्तो कराउँथ्यो है म त छोप्थेँ त हराउँदै लोप हुँदै गइसक्यो बेगुटाहरू हाम्रोमा यतिखेर है तल खेतमा टट्टर टुट्टु त्यतिखेर अलि पिलेला महाभारत हेर्न हामी जान्छौँ नि थाहा छ तपाईँ रोजेसहरू घरमा हप्तामा एउटा फिल्म हेर्नु पर्छ शनिबार होइन त्यो भन्दा पनि अलि पिलेला हेर्नु जान्थ्यो डर लागेर उतै सुत्थ्यो म त कृष्ण महाभारत के दिन्थ्यो क्या त्यतिखेर लाइट गएछ तलै दिएर मैले दिदीकोमा तपाईँको ए 13 होइन पो त्यो यो चाहिँ बुढा सुब्बाको झोरलुङ्गे पुल यहाँबाट डम्बरे पाखा जोडिन्छ लाउरे भेट्ने भाइहरू होइन हेलो भाइहरू हेलो ठिक छ भाइ सब्सक्राइब गर्नु लगाएन भनेर सब्सक्राइब गर्नु लगाएन लाउरे हो भाइहरू होइन होइन ए तपाईँको च्यानललाई सब्सक्राइब गरिदेऊ सबैजना ट्रेडिङमा होला सब्सक्राइब गरिदिनु होला दाइको च्यानललाई हाम्रो ल मेरो भाइ भन्नुहुन्थ्यो आइडी देऊ ड्रिमल्यान्ड धरान छ है हजुर ड्रिमल्यान्ड धरानलाई सब्सक्राइब गरिदिनु होला सबैजना ल थ्याङ्क यू भाइ ल ल ल यहाँबाट पानी के ठुलो चाहिँ डोको कहाँ बसेको छ खुट्टा चढ कहाँबाट स्कुलबाट आएको कुन स्कुल पढ्छौ तिम्रो नाम के राइसा के राई चामलिङ हो म पनि चामलिङै हो त नि तिमी चामलिङै हो ऊ चाहिँ लाउरे तिम्रो नाम के लाउरे के भन के राई
छैन हो के भाइ तिनजना चाम्लिङ रे दाजुभाइको छोराछोरी होला है यहाँ नम्बर पाएको हो सबै चाम्लिङ रहेछ कस्तो चाम्लिङहरु माथि छ नि ठुलो सबै चाम्लिङ छ है म चाम्लिङ हो पाछा थाहा छ पाछा के हो पाछा होर्सुङछा होर्सुङचा पनि हुन्छ चाम्लिङ होर्सुङछा त मेरो आमाहरू हो त अन्त तिम्रो तिन चाम्लिङको भाइ हो अरे यिनीहरू अरे हो यहाँ सुन त बाउको नाम के हो बाउको नाम उसको यिनीहरू त अनि होर्सुङछा भनेको त मेरो आमाहरूपट्टिको पो त हाम्रो पनि त आमा होर्सुङछा हो म आमा होर्सुङछा खै अब एक ट्र्याक्टर भयो भने त काम हुन्छ त पानी सर्ट खाला जो माथि हिँड्न हो त्यसले नहाने पनि अरूले हान्छ क्या त्यसरी त उयो हुन्छ त किराँत टोल धरान चारै पर्दो रहेछ नि यो पुल त कति मिटर छ है हजुर लामो छ नि यो पुल फेरि फोन आएको यताबाट चाहिँ डम्बरे पाखा जान्छ यहाँ पुल यहाँ चाहिँ किराँत टोल धरान 4 उयो चाहिँ गर्नु नगर्ने त ट्यु चाहिँ हाल्नु नहाल्ने त्यो अहिले अब भरे अब हेरौँ न कति थाम्यो भने अरू ठाउँ पनि हेर न जो है पञ्चकन्या चल्दियो होला त्यो भाताभुङ्गे राजाको दरबार छ नि हो त्यहाँ अरे के अब हामी चाहिँ फर्कियौँ डस्टबिन हो सेतो दामी घर बनाएको रहेछ
यहाँ माथि पनि यस्तो जान्छ पञ्चकन्याबाट यस्तो जान्छ। यो भित्र चाहिँ पहिले राजाको उयो थियो अरे दरबार। अहिले भातभुङ्गे राजा भन्छ। आज भ्याइएन, अब यसको भिडियो चाहिँ अर्को नेक्स्टमा हालिन्छ। यता बुढा सुब्बाबाट वेदर सफा पनि क्या है। यो चाहिँ हामी बुढा सुब्बा आइपुग्यो। बुढा सुब्बा बाँसको टुप्पो हरायो। यो चाहिँ बुढा सुब्बा गेट। आज म होइन तपाईँहरूलाई घुमाउँदैछु भन्नु न। मैले भिडियो हेरेर इन्जोय गर्नुहुन्छ। यताबाट यो चाहिँ कुराकानी के हो? यो चाहिँ शनिबारको लागि फुलपातीहरू बेच्ने ठाउँहरू क्या। भरा फालिदिइहाल्नु पर्ने क्या। दुई दिन कि 3 दिन भयो कि तपाईँको एउटा मतलब कन्टेन्ट बनाएर क्लिक गरेर होइन होइन यो राम्रै छ। जोडजाड गरेर आज अब 10-15 मिनट भइसक्यो होइन। 15 मिनट भयो भने भइगयो नि। अलिकति काम गर्नु छ अन्त कुनै पनि त्यसो त अलिक धेरै छ नि त्यो उयोहरू त। अब त काटिहाल्छ नि। अस्ति पनि गाली अस्ति लाइभ बस्दाखेरि के भन्दै थियो एउटाले, दाइले गाली गर्नु हुन्छ र नै मैले सब्सक्राइब गरिनँ भन्दै थियो लाइभमा क्या। कसम पनि गाली गर्नुहुन्छ भनेर ठाडा बोल्नुहुन्छ। त्यसले लाइक अलरेडी लाइभ बस्दाखेरि मैले तपाईँलाई सब्सक्राइब गर्ने बित्तिकै मसँग जो अरू दिएको छ मेरो फेसबुकमा उनीहरूले पनि पाउँछ। अहिले अब लाइक सेयर गरिदिन्छ। सेयर गरेर सब्सक्राइब र लाइक गरेको छु भनेको मेरो पाउँदो छ क्या। कतै न कतै पुगिरहेको तर जेसुकै भयो तर तपाईँ प्रायः अहिले चिन्न सब्सक्राइबै नगर्नेहरूले पनि मलाई हेरिरहेको छ। चिन्दैन तल मधेसकोले त चिन्दो रहेछ। मधेसकोले उमेशको छेउमा उमेश ठाउँमा थियौँ कि के भनेको थाहा छ? ऊ ठुलो पर्ने दाइ ऊ छाडा पर्ने दाइ यो भनेको मलाई भनेको कसम पनि। उमेश हाँसेर क्या। इट्स नट ब्याड यार म्यान। 9682 कति थियो मेरो सब्सक्राइब अघि एकैले लाइक गरेको तपाईँ भ्युजहरू 9000 भनेको त 14 मिलियन 9000 त होइन त। 9000 त 9K मात्रै हुन्छ त। 900 9 भनेको त 90,000 पाइहाल्यो। हेर्न कस्तो दामी थियो हो। उयो हौ माथि ए भाजो हेर्न कस्तो देखियो। कस्तो दामी। आज मौसम बडा बेमान है। गीत गायो भने केटाकेटीलाई देखायो भने बिस्तारै हिँड्नु पऱ्यो। सट्टसर खिचेर सकेर यो चाहिँ पिण्डेश्वरी मन्दिर। स्वाटै पिण्डेश्वरी मन्दिर।
फुरफुरीलाई यो होइन अनिलको कपाल बनाइसकेको होटलको लागि लागेको रहेछ होला क्या हाम्रो झन्डा पार्क कस्तो दामी देखेको एकछिन यहाँ फरक इंग्लिश देगा घामले गर्दाखेरि कस्तो मलाई त नेपालको हाम्रो ठाउँ जस्तो लाग्यो यार यो अस्ट्रेलिया पनि है नेपालमा पनि यस्तो हुन्छ नि अस्ट्रेलियामा पनि यस्तो ठाउँ छ र सेम नेपाल जस्तो लाग्यो मलाई म यो उयो घर ठेमाउन सकिनँ है कहाँनिर हो है कुन चाहिँ हो उयो पान्तले यो ठुलो यो नयाँ होटल खोलेको हो कि अन्त कहाँ छ यो चाहिँ यो हाङमा घरदेखि अलिक तल्लोपट्टि अन्त म ठम्माउने इजी राइडरबाट इजरायलबाट अलिकति यता हो यो कहाँ भन्छ थ्यापे प्रदेशको घर थियो नि पहिला त्यसको यता साइड आज त कस्तो दामीको त्यो रबिनको छोरा होइन हामी यताबाट आएको है हामी सिडनीमा छौँ होइन अस्ट्रेलियाको सिडनीमा हेर्नु न गाइड कसम हाम्रो नेपाल जस्तो लाग्यो यार यो त ए यो इन्द्रेणी क्लियर गर्न सक्छ यसले तान्दैन नि यो अब रहेछ यार चस्मा लाउँदाखेरि मात्रै देख्ने रहेछ भेट्दैन हल्का देखिरहेछ तानिँदैन यसले कस्तो दामी देखिन्छ के को होला यो कलर सूर्यको उयो होला क्या यो त्यस्तै उयोहरूको हुन्छ हेलो नमस्ते आजको भिडियो चाहिँ यही समाप्त हुन्छ जति पनि भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद र मेरो साथी प्रकाश छ केही भन्छस् त के भन्नु अब यसले गरेको मेहनतलाई तपाईँहरूले कदर गरिदिनु होला बिचाराले धेरै मेहनत गरेर भिडियो बनाएको हुन्छ तपाईँहरूको लागि स्पेसली देश विदेशमा रहने साथीहरूको लागि चाहिँ यो स्पेसल हुन्छ सबैजनाले सब्सक्राइब गरेर उसको यो कार्यलाई अझै हौसला दिएर अगाडि बढ्नलाई मद्दत गरिदिनु होला।